अरे अब रोड कट्नुपर्छ नि यहाँदेखि है गाडी यति आइरहेको छ के छ हौ साथी दामी देख्नु भएको छ यार आज तपाईँ किन चिल्लो चिल्लो गाला देखाउनु भएको छ यार हो, चिल्लो चिल्लो गाला देखाउनु भएको छ यार हो के साँच्चै के कपाल पनि च्याट्टै काटेर यार हल्का मेहन्दी लाउनु लाग्यो है गाह्रो छ नि त्यही भएर म त 3 वर्ष कतार जानु भने हो तपाईँ के छ विचार त्यही गरौँ न हाइट पनि धेरै छ सिक्रुट जति हाम्रो दाइको फेरि दाइ अनि घर कहिले जानु भन्नु आएर घर जानु दियो भने गइहाल्ने भनेको जानै दिँदैन है 3500 तिर्नुपर्छ भन्छ है के गर्छौ साथीहरूको खबर सेक्रेटरी जागिर खाएको झोले जिन्दगी बिताइरहेको चाहिँ झोला बोक्दै हिँड्ने झोले जिन्दगी अनि घर गाह्रो छ सेक्रेटरीमा घर कहिले जाने दाइ सेक्रेटरीमा चाहिँ आउँदैन कोही पनि मेरो बारीको दाइको र नजाए उहाँसँग यसो कुराकानी गरौँ के भन्नुहुन्छ है फुटेर अगाडि के छ हो के छ साथीहरूको खबर